एक बार बोली जय संसारी माई की जय, सबैले जय भन्नु साथीहरू। हाम्रो यहाँ संसारी माईको पूजा चल्दैछ। हाम्रो गाउँको दाजुभाइहरूले सबै मिलेर हामीले यहाँ संसारी माईको पूजा गर्दैछौँ। यहाँ पण्डितजी हुनुहुन्छ, पण्डितजीहरूले पूजा गर्नु हुँदैछ। हेर्नु साथीहरू, सबैले नमस्कार गर्नु जय संसारी माई गरेर भन्नु। अरू यहाँ हाम्रो यो सभाघर यो साना भाइ पनि यहाँ उभिरहेका रहेछन्, नमस्ते गर्दैछन् मलाई देखेर। अब हेर्नु तपाईँहरूलाई मैले उहाँ भित्र लाँदैछु, मजाले हेर्नु मन्दिर दर्शन गर्नु। हाम्रो यो सभाघर हो, यहाँ यी दाईहरू हुनुहुन्छ, हेर्नु हुँदैछ मलाई साथीहरू। हेर्नु यी दाईहरू हुनुहुन्छ। यो संसारी माताजीको यहाँ प्रसाद बनाउनुहुन्छ। यहाँ राजेश दाई हुनुहुन्छ, हाम्रो आटा मोलिराख्नु पर्छ। ओ राजेश दाई, हाम्रो यहाँ दुईटा दाई हुनुहुन्छ, आलु काटेर हुनुहुन्छ। सबलाई आफ्नो आफ्नो दायित्व दिएको छ कि सबैलाई दायित्व दिएर यहाँ सबले गर्दैछन्, सबले आएर यो गर्दैछन् साथीहरू। ल हेर्नु, म तपाईँलाई गल गरेर देखाउँदैछु। यहाँ दाइले खिर बनाउनु हुँदैछ, यी खिरको लागि दिलु दाइले खिर बनाउनु हुँदैछ। ल हेर्नु, अब यता गर, अब यतातिर हिँड्नु, टोइ 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 गरेर हिँड्दैछ। उहाँतिर नारायण दाइले उता पानीको लागि यताउता जोगाड गरिराख्नु भएको छ। अब फेरि यतातिर गएर यी दुईवटा बोका ल्याएको छन् संसारी माईलाई चढाउन। हो फेरि आइयो मन्दिरमा। जय संसारी माई की जय भन्नु सबैले साथीहरू। हेर्नु कति राम्रो ऋषि, सम्पूर्ण पूजा पनि राम्रो ऋषि भएको छ। यहाँ पण्डितजीहरू आउनुभएको छ, पूजा गर्नुभएको छ। यहाँ हाम्रो भिनाजीहरू हुनुहुन्छ, यहाँ दादा पनि हुनुहुन्छ, धुप जलाउनु हुँदैछ। मजाले पूजा भएको छ। यो साथीहरू हेर्नु, जय संसारी माई भनेर सबैले आशीर्वाद गर्नु, सबैले आशीर्वाद लिनु। हाम्रो गाउँका दाजुभाइले सबैले यो संसारी माईको पूजा राम्रोसित गरौँ। अब यहाँ हाम्रो दाइहरू हुनुहुन्छ, आटा गुन्ने हुनुहुन्छ। हाम्रो दाइले आटा गर्नुहुन्छ, उता दाइले पनि आटा गुनिराख्नु भएको छ। मजाले गुलिहाल्नु पर्ने छ। कति रमाइलो गरेर हेर्नु न अब साथीहरू। गाउँका मान्छेहरू आएर कसैले आटा गुनेका छन्, कसैले खिर बनाएका छन्, कसैले दाउरा जलाइरहेका छन्, आगो बालिरहेका छन्। कति मजाले हाम्रो राजेश दाइले हेर्नु त, आहा कति राम्रो छ त। यत्रो आटा मिलेको कस्तो राम्रो चाहिँ भएको छ। 40-50 जना उहाँ दिल दाइले उहाँ खिर बनाइराख्नु भएको छ, हाँसिराख्नु भएको छ। मनमै गाना पनि गाउनु हुँदैछ। हो दिल दाइ, कस्तो मिठो भएको थियो खिर पनि। साथीहरूले खाना दिन थाले, सबै साथीहरू प्रसाद गरम गर्न थाले सबैले। हेर्नु साथीहरू, कति मजाले प्रसाद गरम गर्नु हुँदैछ भाइहरूले, यहाँ दाईहरूले, यहाँ सबैले मजाले प्रसाद गरम गर्नु हुँदैछ। कति राम्रो छ हाम्रो यो सभाघरको पूजा।